नमस्कार। आज दक्षिण कोरियामा लागेको इतिहासकै सबैभन्दा ठुलो डढेलोले खरानी बनेको दक्षिण कोरियाको न्युज लिएर आएको छु। विगत 5 दिनदेखि दक्षिण कोरियाको पूर्वी भूभाग खेङसाङ पुग्दो प्रान्तको चुवाङसान क्षेत्रमा भीषण आग लागि भएको छ, जसबाट 18 जनाको मृत्यु भएको छ भने 27,000 भन्दा बढी विस्थापित भएका छन्। आगो नियन्त्रणको लागि 130 वटा हेलिकप्टर र 5,000 भन्दा बढी अग्नि नियन्त्रकले आगो निभाउने प्रयास गरे तापनि अहिलेसम्म निभाउन असफल भएका छन्। यस क्षेत्रमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूले आफूले सकेको सहयोग गर्नुहोला, साथै आफू पनि सुरक्षित हुनुहोला। हस्त म बिदा हुन्छु। कोरियाको लागि प्रार्थना गर्नुहोला।